नमस्कार। आज हामी रक्सीको विषयमा अलिकति गहिरिएर कुरा गरौँ न। हुन्छ। हामीसँग यसका असरहरू अनि फाइदाका भ्रमहरू बारे विशेष गरी नेपाली समाजमा यसले पारेको प्रभावबारे केही जानकारीहरू छन्। हो, हेरौँ न त यी स्रोतहरूले के भन्छन्। निश्चय पनि। रक्सी रासायनिक रूपमा त इथानोल भइहाल्यो हैन? यो किण्वन प्रक्रियाबाट बन्छ। हो। अब बियर, वाइन, विस्की जस्ता त छन् नै, तर नेपालको सन्दर्भमा कुरा गर्दा हाम्रो आफ्नो त्यो जाँड, छ्याङ, टोम्बा जस्ता परम्परागत पेयहरू पनि छन् नि। छन् नै, सांस्कृतिक रूपमै जोडिएका। हो, सांस्कृतिक महत्त्व छ। तर स्रोतहरूले के भन्छन् भने रासायनिक असर चाहिँ उस्तै हो के। ए हो र? अनि यही सामाजिक पक्षले गर्दा होला, रमाइलो जमघटमा होस् वा तनाव कम गर्न हैन, रक्सी पिउनु त कति सामान्य भइसक्यो। एकदमै सामान्य। तर एउटा स्रोतले के औल्याएको छ भने यही सामान्यताले चाहिँ यसको गम्भीर असरले लुकाइरहेको छ कि। हो नि, के हामी साँच्चै यसको परिणामबारे सचेत छौँ त? खै, यो महत्त्वपूर्ण प्रश्न हो तपाईले उठाउनु भएको। तत्काल असरको कुरा गरौँ न पहिला। गरौँ। पिएपछि कस्तो हुन्छ भने एक किसिमको त्यो झुटो आत्मविश्वास बढे जस्तो लाग्छ के। लाग्छ। तर स्रोतहरूले प्रश्न पारेका छन् यसले तुरुन्तै मतलब विचार गर्ने अनि निर्णय लिने क्षमतालाई चाहिँ कमजोर बनाइदिन्छ। अनि त्यो बोली लरबरिने, हिँड्दा खुट्टा काँप्ने जस्तो त देखिहालिन्छ नि हैन? हो, त्यो बाहिरी लक्षण भयो। शरीरको सन्तुलनै गुम्छ। अनि त्यही भएर त होला नि ट्राफिक दुर्घटनाको जोखिम पनि वात्तै बढ्ने। एकदमै। एउटा अध्ययनले त के देखाउँछ भने नेपालमा हुने लगभग 25% सडक दुर्घटनामा रक्सी सेवनको भूमिका हुन्छ रे। बाप रे, 20-25% त धेरै हो नि। धेरै हो। अनि यौन सुरक्षामा लापरवाही बढ्ने कुरा पनि स्रोतमा छ। त्यो अर्को गम्भीर पक्ष भयो। त्यो पनि छ। बिल्कुल। यी त भए तत्काल देखिने असरहरू, तर दीर्घकालीन प्रभावहरू त झनै डरलाग्दा छन्। कस्ता असरहरू? स्रोतहरूले कलेजोमा पर्ने असरबारे त विस्तृतमै बताएका छन्। त्यो फ्याटी लिभरदेखि लिएर लिभर सिरोसिससम्म। सिरोसिस त एकदमै खतरनाक भन्छन् नि। हो, त्यसले ज्यानै लिन सक्छ। तर कलेजो मात्रै होइन नि, यसले मस्तिष्कमा पनि स्थायी क्षति पुर्याउँछ। मस्तिष्कमा कस्तो खालको क्षति रे? स्रोतहरूले के भन्छन्? उनीहरूले विशेष गरी त्यो स्मरण शक्ति घट्दै जाने अनि नयाँ कुरा सिक्ने क्षमता कम हुने कुरा उल्लेख गरेका छन्। अनि लामो समयसम्म पिउने बानीले डिप्रेसन, एङ्जाइटी जस्ता मानसिक स्वास्थ्य समस्याहरूको जोखिम पनि बढाउँछ। अनि क्यान्सरको कुरा नि? हो, त्यो पनि छ। कतिपय अवस्थामा त यसले क्यान्सर, खास गरी मुख, घाँटी अनि पाचन प्रणालीको क्यान्सरको सम्भावना बढाउने वैज्ञानिक प्रमाणहरू छन्। ओहो। अनि त्यो शारीरिक निर्भरता मतलब लत लाग्ने समस्या त छँदैछ। यी स्वास्थ्य समस्या त छँदैछन्, तर यसको सामाजिक अनि आर्थिक भार पनि त ठुलै होला नि, होइन र? छ नि, निकै ठुलो छ। स्रोतहरूले नेपालमा रक्सीमा हुने खर्चबारे के भनेका छन्? कति हुन्छ होला? भनेका छन्। एउटा अनुमान अनुसार त नेपालमा दैनिक लाखौं रुपियाँ रक्सीमा खर्च हुन्छ। लाखौं? हो। अर्को स्रोतले अझ प्रस्ताएको छ त्यो पैसाले वर्षमा 100 किलोमिटर गाउँको बाटो पिच गर्न पुग्छ रे, वा दर्जनौं नयाँ स्वास्थ्य चौकी बनाउन। कस्तो पैसाको बर्बादी! पैसाको बर्बादी मात्रै होइन, यसले त त्यो काम गर्ने उमेर समूहका मान्छेहरूको कार्यक्षमता घटाएर पुरै अर्थतन्त्रलाई नै कमजोर बनाइरहेको छ। अनि घरेलु हिंसासँग यसको कस्तो सम्बन्ध देखाएको छ नि स्रोतहरूले? एकदमै गम्भीर सम्बन्ध। प्राप्त जानकारी अनुसार त नेपालमा हुने घरेलु हिंसा, महिलामाथि हुने हिंसाका घटनाहरूमा रक्सी सेवन एउटा प्रमुख कारण हो। प्रमुख कारणै हो। स्रोतमा एउटा अनुमानित ग्राफ पनि थियो। त्यसअनुसार रक्सीले गर्दा वर्षमा लगभग 2500 घरेलु हिंसाका घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेलेको देखिन्छ। 2500? निकै धेरै हो यो त। धेरै हो। यसले परिवार टुट्ने, बच्चाहरूको भविष्य बिगड्ने जस्ता कति जटिल सामाजिक समस्या ल्याएको छ। सडक दुर्घटनाको वार्षिक अनुमानित संख्या 1200 पनि उत्तिकै चिन्ताजनक छ। एउटा कुरा सोधौँ, पहिले त अलिकति रक्सी पिउँदा मुटुलाई फाइदा गर्छ भन्ने जस्तो कुरा पनि सुनिन्थ्यो नि। सुनिन्थ्यो। तर अहिलेका स्रोतहरूले त त्यो कुरालाई मान्दैनन् नि। मान्दैनन्। त्यो धारणा अहिले पुरानो भइसक्यो। केही पुराना सीमित अध्ययनले त्यस्तो भनेका थिए होलान्, तर हालैका ठूला र विश्वसनीय वैज्ञानिक अनुसन्धानहरूले त प्रष्ट भनेका छन् रक्सी सेवनको कुनै पनि मात्रा स्वास्थ्यका लागि सुरक्षित छैन। कुनै पनि मात्रा? थोरै पनि छैन? छैन।
थोरै मात्रामा पिउँदा पनि क्यान्सर लगायत दीर्घकालीन रोगहरूको जोखिम बढ्छ भन्ने प्रमाण बलियो छ। त्यो फाइदाको भ्रममा पर्नु खतरनाक हुन सक्छ। भनेपछि यी सबै कुरालाई हेर्दा आजको हाम्रो यो छलफलको सार के रह्यो त? रक्सीको असर हामीले सोचे भन्दा धेरै गहिरो रहेछ। हो, बहुआयामिक पनि। यसले व्यक्तिको स्वास्थ्य मात्रै बिगार्ने होइन, पुरै समाज र देशको अर्थतन्त्रमा नै गम्भीर असर पार्ने रहेछ। एकदम सही। र सबैभन्दा महत्त्वपूर्ण कुरा, विज्ञानले भन्छ यसको सुरक्षित मात्रा भन्ने नै हुँदैन। ठिक भन्नुभयो। र अब श्रोताहरूलाई एउटा प्रश्न छोडेर बिट मारौँ न त। हुन्छ। यी स्रोतहरूले देखाएका स्वास्थ्य, सामाजिक, आर्थिक क्षतिहरूलाई विचार गर्दा रक्सीप्रतिको हाम्रो व्यक्तिगत रोजाइ अनि समाजको सामूहिक चेतनाले कस्तो भूमिका खेल्न सक्छ होला? यो महत्त्वपूर्ण प्रश्न हो। हामीले यो विषयलाई कसरी हेर्छौँ, कसरी सम्बोधन गर्छौँ भन्ने कुराले नै भोलिको नेपाल कस्तो बन्छ भन्नेमा फरक पार्छ। यसमा सोच्नुपर्ने देखिन्छ। नमस्कार। एआईद्वारा जेनेरेटेड एआई पोडकास्ट तपाईँलाई कस्तो लाग्यो? लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। साथै तपाईँले अब कुन विषय सम्बन्धी पोडकास्ट चाहनुहुन्छ तल कमेन्टमा उल्लेख गर्न नभुल्नुहोला। र त्यति बेलासम्म हामीलाई प्रतीक्षा गर्दै गर्नुहोला। धन्यवाद।